Hello and नमस्ते सबैजनालाई सो वेलकम टु दिस सेकेन्ड भिडियो। अब यो आजको भिडियोमा चाहिँ प्रिसाइजली हामी अहिलेको समसामयिक एकदमै चर्चामा आइरहेको विषयवस्तुलाई चाहिँ नै समेट्ने प्रयास गर्नेछौँ। नेपालको वर्तमान राजनीतिक अवस्था, राजतन्त्रको सम्भावित पुनर्स्थापना अनि यदि राजतन्त्र आइहाल्यो भने तपाईँको के कस्तो प्रभाव हुनसक्छ है नेपालमा। अब यो घटना अथवा यो विषयवस्तुलाई चर्चा गर्नुभन्दा अघि म अलिकति तपाईँलाई चाहिँ इतिहासतर्फ लिएर जान चाहन्छु। नेपालमा राजनीतिक इतिहास हेर्ने हो भनेदेखिलाई संक्षिप्तमा चर्चा गर्ने हो भनेदेखिलाई 2007 सालको क्रान्ति फागुन 7 गते 2007 सालमा राजतन्त्रको चाहिँ अन्त्य भएर नेपाल चाहिँ एक लोकतान्त्रिक गणतन्त्र राष्ट्रको रूपमा चाहिँ स्थापना भएको। 2065-63 को आन्दोलनले नेपाललाई चाहिँ नि एउटा नयाँ संविधान 2072 सालमा दिएको हैन। अब अहिलेको कुरा गर्ने हो भनेदेखिलाई तपाईँको अहिले हालचालले चाहिँ फेरि तपाईँको राजतन्त्रको पुनर्स्थापनाको माग अब यसबारे भइरहेको हैन। अब यो राजतन्त्र ठिक वा बेठिक भन्ने कुरा पनि मान्छेहरूको चाहिँ नि दिमागमा चाहिँ नि आइरहेको। अब यस्तो विभिन्न कुराहरूलाई हामीले अध्ययन पनि गर्न आवश्यक हुन्छ। अब वर्तमान राजनीतिक अवस्था हेर्ने हो भनेदेखिलाई नेपालको वर्तमान राजनीतिक संरचना भनेको तपाईँको बहुदलीय शासन प्रणाली र सङ्घीय लोकतान्त्रिक गणतन्त्र राष्ट्रको रूपमा चाहिँ नेपाल रहेको छ। अब हालैको राजनीतिक घटनाक्रम हेर्ने हो भनेदेखिलाई तपाईँको जुलाई 15, 2024 मा केपी शर्मा ओलीको सरकार गठन हुन्छ। त्यसभन्दा अगाडि हाम्रो प्रचण्डज्यू हुनुहुन्थ्यो। अब अहिले चाहिँ नि केपी शर्मा ओली हुनुहुन्छ। अहिले अब उहाँको सरकार हुँदाखेरि चाहिँ नि यो माग चर्केर आयो। मार्च 9 तारिकको दिन 2025 मा काठमाडौँमा चाहिँ नि एकदमै बृहत रूपमा चाहिँ नि राजावादीहरूले चाहिँ नि प्रदर्शन गर्छन्। करिब 10,000 भन्दा बढी समर्थकहरू चाहिँ नि पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत गर्दै र्याली निकाल्छन् र राजतन्त्रको पुनर्स्थापना र नेपाललाई चाहिँ हिन्दू राष्ट्र बनाउनु पर्छ भन्ने मागका साथ चाहिँ अघि आएको हामी सबैले थाहा पाएकै कुरा हो। यो प्रदर्शनले वर्तमान राजनीतिक प्रणालीलाई चाहिँ तपाईँको एउटा फेलियरको रूपमा लिएको छ। जनता चाहिँ असन्तोष रहेको र परिवर्तन खोजिरहेको चाहिँ हामीले बुझ्न सक्छौँ है। अब के राजा फर्किएला नि त नेपालमा? अनि राजा फर्किएमा यसका सम्भावित प्रभावहरू चाहिँ के कस्ता हुन सक्छन्, के कस्ता प्रभाव चाहिँ यसले ल्याउन सक्छ? पहिलो कुरा त राजनीतिक संरचना नै तपाईँको परिवर्तन हुन्छ जस्तो चाहिँ मलाई लाग्छ। अब कि त तपाईँको राजनीतिक प्रणाली परिवर्तन भएर संवैधानिक राजतन्त्र आउन सक्छ वा पूर्ण राजतन्त्र चाहिँ तपाईँको पहिलाको जस्तै स्थापना हुन सक्छ। अब के ठिक हो त्यो तपाईँ आफै विचार गर्नुहोस्, कमेन्टमा लेख्नु होला है। त्यसै गरिकन शासन र यो स्थिरताको कुराहरू पनि आयो। अब केन्द्रीय शक्तिले चाहिँ नि तपाईँको लोकतान्त्रिक प्रक्रियामा के कस्तो प्रभाव पार्न सक्छ अनि कुन शक्ति चाहिँ नि तपाईँको केन्द्रमा रहला त्यो पनि एउटा प्रश्नको विषय हो। यसलाई चाहिँ धेरै हामीले विश्लेषण गर्न आवश्यक छ। यदि नेपालमा राजतन्त्र फर्क्यो भने चाहिँ तपाईँको के कस्तो हुनसक्छ भन्नु। त्यसै गरिकन अन्तर्राष्ट्रिय सम्बन्धहरू, अब भारत अनि अर्कोतर्फ चीन, यी दुई छिमेकी राष्ट्रहरूको बिचमा हामी रहेका छौँ। अब राजतन्त्र पुनर्स्थापना हुँदाखेरि चाहिँ हामीलाई भारतले समर्थन गर्ला अथवा चीनले समर्थन गर्ला अथवा नगर्ला, अथवा राजतन्त्र चाहिँ ल्याउनको लागि कि फेरि भारतले नै तपाईँको उचालिरहेको छ कि अथवा चीनले नै केही उचालिरहेको छ कि, अब यो कुरा प्रष्ट रूपमा हामीले यहाँ भन्न मिल्दैन क्यामेरामा। तर यो विषयवस्तु चाहिँ तपाईँहरूलाई पनि थाहा भएकै कुरा हो होइन। अब अर्को कुरा, राजतन्त्र स्थापना भयो भनेदेखिलाई के नेपाल हिन्दू राष्ट्र बन्छ त? धर्मनिरपेक्ष राष्ट्र बन्छ त? मेरो ख्यालमा केही हदसम्म बन्छ पनि तर बन्दैन पनि। किनभने अहिलेको समयमा सबै धर्मलाई चाहिँ नि रेस्पेक्ट गर्न र सबै धर्मलाई चाहिँ नि उत्तिकै अपर्च्युनिटी दिन आवश्यक हुन्छ है। अब उहिले राजाको समयमा के अरे भारतबाट मुसलमान कारिगरहरू ल्याएर विभिन्न कुराहरू हामीले गरेकै हो। धर्मनिरपेक्षता चाहिँ पहिलेदेखि हामीले अभ्यासमा गर्दै ल्याएको कुरा हो। अब अहिले आएर धर्मनिरपेक्ष राष्ट्र होइन, नेपाल चाहिँ हिन्दू राष्ट्र हो भनेर भन्न अलिकति नमिल्ला कि जस्तो मलाई मेरो विचार लाग्छ। अब निष्कर्षमा भन्नुपर्दाखेरि राजतन्त्रको
नेपालको सम्भावना अथवा राजा फर्केर आउने सम्भावना चाहिँ नि म देख्छु। तर जुन हिसाबले पहिला राजाले शासन गद्दी चलाए त्यो हिसाबले चाहिँ नि नचलाएर अलिक बेग्लै ढङ्गले एउटा सेरेमोनियल वेमा चाहिँ नि गर्दाखेरि चाहिँ नि ठिक हुन्छ जस्तो लाग्छ। फेरि सेरेमोनियल वेमा गर्नु हो भनेदेखिलाई राजा फर्काएर किन ल्याउनु जब राजाले नै गभर्न गर्न पाउँदैन भनेदेखिलाई, होइन? सो अब हामीले यसमा चाहिँ नि अलिकति विश्लेषण अलिकति अध्ययन गर्न आवश्यक हुन्छ। र मलाई चाहिँ बेस्ट के लाग्छ भनेदेखिलाई नेपालको सन्दर्भमा कन्स्टिट्युसन हाम्रो हुनुपर्छ, बिकज द्याट्स द बेस्ट थिङ टु प्र्याक्टिस इन टुडेज टाइम। डेमोक्रेसी इज द मोस्ट इम्पोर्टेन्ट इन्स्ट्रुमेन्ट फर मेकिङ एनी कन्ट्री सक्सेसफुल, होइन? अब तपाईँहरूको के छ विचार? आफ्नो विचार चाहिँ नि आफ्नो टिप्पणी चाहिँ नि साझा गरिदिनु होला, कमेन्टमा लेखिदिनु होला। तपाईँहरूलाई चाहिँ राजा फर्केर आओस् वा नआओस्, अथवा आए पनि यस्तो शासन व्यवस्था चाहिँ नि नेपालमा आओस्, के लाग्छ? तपाईँको आफ्नो विचार चाहिँ नि प्रष्ट ढङ्गले लेखिदिनु होला। किनभने तपाईँ हामीले पनि लेख्न पढ्न बुझ्न आवश्यक हुन्छ यो विषयवस्तुलाई। किनकि हामी यस देशको नागरिक भइसकिसके पछाडि तपाईँ हामीले विचार नगरे कसले विचार गर्ने, है? र यो भिडियो चाहिँ एन्टरटेनमेन्ट पर्पजको लागि भन्दा पनि नलेजको लागि हो। आई होप यु आर गोइङ टु have the insights that what is going to happen if the king will come back and what are the possibilities. हेर्नुहोस्, हामीले possibilities भनेको अनुमान लाउने हो, यही हुन्छ भनेर हामी भन्न सक्दैनौँ, तर यो हुन सक्छ होला भन्न चाहिँ हामी सक्छौँ। अनुमान हामीले लगायौँ। आशा छ कि तपाईँहरूले यो भिडियोलाई मन पराइदिनुहुन्छ। ल लाइक शेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। धन्यवाद। स्टे ट्युन्ड। थ्याङ्क्स फर वाचिङ। बाई बाई।